मेरा प्यारा देशवासीहरू नमस्कार। मन की बातमा तपाईहरू सबैलाई स्वागत छ। पुरै देशमा यस समय चाडपर्वको उल्लास छ। हामी सबैले केही दिन अघि दीपावली मनायौं र अहिले धेरै संख्यामा मानिसहरू छठ पूजामा व्यस्त छन्। घरहरूमा ठेकुवा बनाइँदैछ, ठाउँ ठाउँ घाट सजिँदैछन्, बजारमा रौनक छ, चारैतिर श्रद्धा, आफ्नोपन अनि परम्पराको संगम देखिँदैछ। छठको व्रत राख्ने महिलाहरूले जुन समर्पण अनि निष्ठाका साथ यस पर्वको तयारी गर्छन् त्यो आफैमा अति नै प्रेरणादायक छ। साथीहरू, छठको महापर्व संस्कृति, प्रकृति अनि समाजबीच गहिरो एकताको प्रतिबिम्ब हो। छठका घाटहरूमा समाजका हरेक वर्ग एकसाथ खडा हुन्छन्। यो दृश्य भारतको सामाजिक एकताको सबैभन्दा सुन्दर उदाहरण हो। तपाई देश वा दुनियाँको कुनै पनि कुनामा होस्, यदि मौका पाए छठ उत्सवमा अवश्य भाग लिनुहोला। एउटा अनौठो अनुभवलाई स्वयं महसुस गर्नुहोस्। म छठी मैयालाई नमन गर्दछु। सबै देशवासीलाई र विशेष गरी बिहार, झारखण्ड अनि पूर्वाञ्चलका मानिसहरूलाई छठ महापर्वको शुभकामना दिन चाहन्छु। साथीहरू, चाडपर्वको यस अवसरमा मैले तपाईहरू सबैको नाममा एउटा पत्र लेखेर आफ्नो भावना साझा गरेको थिएँ। मैले चिठीमा देशका ती उपलब्धिहरू बारे बताएको थिएँ जसबाट यस पटक चाडपर्वको रौनक पहिले भन्दा धेरै हुन पुगेको छ। मेरो चिठीको जवाफमा मलाई देशका अनेकौं नागरिकले आफ्नो सन्देश पठाए। साँच्चै नै अपरेसन सिन्दुरले हरेक भारतीयलाई गर्वले भरिदिएको छ। यसपटक ती इलाकाहरूमा पनि खुशीको दियो जलाइयो जहाँ कुनै समय माओवादी आतंकको अन्ध्यारो छाउने गर्थ्यो। मानिसहरू माओवादी आतंकलाई जरैदेखि समाप्त भएको हेर्न चाहन्छन्, जसले उनीहरूका बालबच्चाको भविष्य सङ्कटमा पुर्याएको थियो। जीएसटी बचत उत्सवलाई लिएर मानिसहरूमा धेरै उत्साह छ। यसपटक चाडपर्वमा एउटा अति नै सुखद कुरा देखियो। बजारमा स्वदेशी सामानहरूको खरिदारी व्यापक रूपमा बढेको छ। मानिसहरूले मलाई जुन सन्देश पठाएका छन् त्यसमा यस पटक उनीहरूले कुन स्वदेशी वस्तुहरूको खरिदारी गरे भनेर बताएका छन्। साथीहरू, मैले आफ्नो पत्रमा खाने तेलमा 10% घटाउन पनि आग्रह गरेको थिएँ। यसमा पनि मानिसहरूले अति नै सकारात्मक दृष्टिकोण देखाएका छन्। साथीहरू, स्वच्छता अनि स्वच्छताको प्रयास, यसमाथि पनि मैले धेरै सन्देश पाएको छु। म तपाईहरूलाई देशको अलग अलग शहरको यस्ता गाथाहरू साझा गर्न चाहन्छु जुन अति नै प्रेरणादायक छ। छत्तीसगढको अम्बिकापुरमा शहरबाट प्लास्टिकको फोहोर सफा गर्नका लागि एउटा अनौठो पहल गरिएको छ। अम्बिकापुरमा गार्बेज केफे चलाइँदैछ। यो यस्तो केफे हो जहाँ प्लास्टिकको फोहोर लिएर गए भरपेट खाना खुवाइन्छ। यदि कुनै व्यक्तिले 1 किलो प्लास्टिक लिएर गए भने उनले दिउँसो वा रातिको खाना पाउँछन् र कसैले आधा किलो प्लास्टिक लिएर गए नास्ता पाउँछन्। यो केफे अम्बिकापुर म्युनिसिपल कर्पोरेसनले चलाउँछ। साथीहरू, यस्तै प्रकारको पहल बेङ्गलुरुमा इन्जिनियर कपिल शर्माजीले गरेका छन्। बेङ्गलुरुलाई झिलहरूको सहर भनिन्छ र कपिलजीले यहाँ झिलहरूलाई नयाँ जीवन दिने अभियान सुरु गरेका छन्। कपिलजीको टिमले बेङ्गलुरु अनि वरिपरिका इलाकामा 40वटा कुवा अनि 6वटा झिललाई फेरि जिउँदो बनाएका छन्। खास कुरा के छ भने उनले आफ्नो मिसनमा कर्पोरेट्स अनि स्थानीय जनमानसलाई पनि जोडेका छन्। उनको संस्था बिरुवा रोपनको अभियानसँग पनि जोडिएको छ। साथीहरू, अम्बिकापुर अनि बङ्गलुरु यी प्रेरक उदाहरणले यदि ठाने परिवर्तन आएर छोड्छ भन्ने कुरा बताउँछ। साथीहरू, परिवर्तनको एउटा अर्को प्रयासको उदाहरण म तपाईहरूसँग साझा गर्न चाहन्छु। तपाईहरूलाई थाहा छ जसरी पहाड अनि मैदानी इलाकामा जङ्गल हुन्छ र जङ्गलले माटोलाई बाँधेर राख्ने गर्दछ, केही यस्तै महत्त्व समुद्रको किनारामा म्यानग्रोभ पनि हुन्छ। म्यानग्रोभ समुद्रको खारा पानी अनि दलदले जमिनमा उम्रन्छ र समुद्री इकोसिस्टमको महत्त्वपूर्ण हिस्सा हुने गर्दछ। सुनामी वा साइक्लोन जस्तो आपदा आए यो म्यानग्रोभ अति नै सहायक साबित हुने गर्दछ। साथीहरू, गुजरातको वन विभागले म्यानग्रोभको यस महत्त्वलाई बुझेर खास पहल सुरु गरेको छ। 5 साल अघि वन विभागको टिमले अहमदाबाद नजिक धोलेरामा म्यानग्रोभ लगाउने काम गरेको थियो र आज धोलेरा तटमा 3,500 हेक्टरमा म्यानग्रोभ फैलिसकेको छ। यस म्यानग्रोभको असर आज पुरै क्षेत्रमा देखिन थालेको छ।
त्यहाँको इकोसिस्टममा डल्फिनको संख्या बढेको छ। गङ्गटा अनि अन्य जलीय जीवहरू पनि पहिले भन्दा धेरै बढेर गएको छ। यति मात्र होइन, अब यहाँ प्रवासी पक्षीहरू पनि धेरै संख्यामा आइरहेका छन्। यसबाट त्यहाँको पर्यावरणमाथि राम्रो प्रभाव परिरहेको छ। धेलोराका माछा पालकहरूलाई पनि फाइदा भइरहेको छ। साथीहरू, धेलोरा बाहेक गुजरातको कच्छमा पनि हालका दिनमा म्यानग्रोभ प्लान्टेसन अति नै जोडतोडले चलिरहेको छ र त्यहाँ कोरी क्रिकमा म्यानग्रोभ लर्निङ सेन्टर पनि बनाइएको छ। साथीहरू, रुखहरूको यही त विशेषता हुन्छ। ठाउँ चाहे कुनै पनि किन नहोस्, त्यसले हरेक जीवको उन्नतिको निम्ति काम लाग्ने गर्दछ। त्यसैले त हाम्रा ग्रन्थहरूमा भनिएका छन्, धन्य महारुहा यव्यौ निराशम यान्ति नार्थिम, अर्थात् ती वृक्ष अनि वनस्पति धन्य छन् जसले कसैलाई पनि निराश बनाउँदैन। हामीले पनि जुन इलाकामा बसोबासो गर्छौं, रुखका बिरुवा अवश्य रोप्नु पर्दछ। एक पेड माँ के नामको अभियानलाई पनि हामीले अघि बढाउनु पर्नेछ। मेरा प्यारा देशवासीहरू, के तपाईहरूलाई थाहा छ, मन की बातमा हामी जुन विषयहरूमाथि चर्चा गर्छौं त्यसमा मेरो निम्ति सबैभन्दा सन्तोषको कुरा के हुन्छ त म यसबारे के भन्न चाहन्छु भने, मन की बातमा हामी जुन विषयमा चर्चा गर्छौं त्यसबाट मानिसहरूलाई समाजको निम्ति केही राम्रो, केही इनोभेटिभ गर्ने प्रेरणा पाउँदछन्। यसबाट हाम्रो संस्कृति, हाम्रो देशको कैयौं आयाम अघि आउने गर्दछन्। साथीहरू, तपाईहरू धेरैलाई याद होला, करिब 5 वर्ष अघि मैले यस कार्यक्रममा भारतीय नस्लको स्वान अर्थात् डग्सको चर्चा गरेका थिए। मैले देशवासीहरूका साथै हाम्रो सुरक्षा बललाई भारतीय नस्लका डग्स अपनाउन आग्रह गरेको थिए, किनभने त्यो हाम्रो परिवेश अनि परिस्थिति अनुरूप धेरै सहजताका साथ ढल्ने गर्दछ। मलाई यो कुरा बताउँदा खुसी लागिरहेको छ कि हाम्रा सुरक्षा एजेन्सीहरूले यस दिशामा धेरै नै सराहनीय प्रयास गरेका छन्। बीएसएफ अनि सीआरपीएफले आफ्नो दस्तामा भारतीय नस्लका डग्सको संख्या बढाएका छन्। डग्सको ट्रेनिङका लागि बीएसएफको नेशनल ट्रेनिङ सेन्टर ग्वालियरको टेकनपुरमा छ। यहाँ उत्तर प्रदेशको रामपुर हाउन्ड, कर्नाटक अनि महाराष्ट्रको मुधोल हाउन्डमाथि विशेष रूपमा फोकस गरिँदैछ। यस सेन्टर ट्रेनर्स टेक्नोलोजी अनि इनोभेसनको सहयोगद्वारा स्वानहरूलाई उत्तम तरिकाले ट्रेन गरिँदैछ। भारतीय नस्लका डग्सको निम्ति रेनिङ म्यानुअल्स फेरि लेखिएको छ ताकि तिनीहरूको युनिक स्ट्रेन्थलाई अघि ल्याउन सकियोस्। बेंगलुरुमा सीआरपीएफको डग ब्रिडिङ अनि ट्रेनिङ स्कुलमा मोङ्ग्रेल्स, मुधोल हाउन्ड, कोम्बाई र पाण्डिकोना जस्ता भारतीय स्वानहरूलाई ट्रेन गरिँदैछ। साथीहरू, बितेको वर्ष लखनऊमा अल इन्डिया पुलिस ड्युटी मिट आयोजना गरिएको थियो। यस समय रिया नामकी स्वानले मानिसहरूको ध्यान आफूतिर आकर्षित गरेकी थिइन्। यो एउटा मुधोल हाउन्ड हो जसलाई बीएसएफले ट्रेन गरेको हो। रियाले यहाँ कैयौं फरेन ब्रिड्सलाई पनि पछि पार्दै पहिलो पुरस्कार जितिन्। साथीहरू, अब बीएसएफले आफ्नो डग्सलाई विदेशी नामको साटो भारतीय नाम दिने परम्परा सुरु गरेको छ। हाम्रो यहाँका देशी स्वानले अद्भुत साहस पनि देखाएको छ। बितेको वर्ष छत्तीसगढको माओवाद प्रभावित क्षेत्रमा गस्तीका समय सीआरपीएफको एउटा देशी स्वानले 8 किलोग्राम विस्फोटक पत्तो लगाएको थियो। बीएसएफ अनि सीआरपीएफले यस दिशामा जुन प्रयास गरेका छन् त्यसका लागि म उनीहरूलाई बधाई दिन चाहन्छु। उसै पनि म 31 अक्टोबरको पनि प्रतीक्षामा छु। यो लोहा पुरुष सरदार पटेलको जयन्तीको दिन हो। यस अवसरमा हरेक वर्ष गुजरातको एकता नगरमा स्ट्याचु अफ युनिटी नजिक विशेष समारोह आयोजित गरिन्छ। यहाँ एकता दिवस परेड पनि हुन्छ र यस परेडमा फेरि भारतीय स्वानहरूको सामर्थ्यको प्रदर्शन हुनेछ। तपाईहरूले पनि मौका निकालेर यसलाई अवश्य हेर्नुहोला। मेरा प्यारा देशवासीहरू, सरदार पटेलजीको 150औं जयन्तीको दिन पुरै देशको निम्ति अति नै विशेष अवसर हो। सरदार पटेल आधुनिक कालमा राष्ट्रका सबैभन्दा महान विभूति मध्ये एक हुन्। उनको विराट व्यक्तित्वमा अनेकौं गुण एकसाथ समाहित थियो। उनी अति नै प्रतिभाशाली छात्र थिए। उनले भारत अनि ब्रिटेन दुवै ठाउँ पढाइमा उत्कृष्ट प्रदर्शन गरे। उनी आफ्नो समयका सबैभन्दा सफल उकिल मध्ये एक थिए। उनले वकालतमा अरू धेरै नाम कमाउन सक्थे, तर गान्धीजीबाट प्रेरित भई उनले स्वयंलाई स्वतन्त्रता आन्दोलनमा पूर्ण रूपले समर्पित गरिदिए। खेडा सत्याग्रहदेखि लिएर बोर्सत सत्याग्रहसम्म अनेकौं आन्दोलनमा उनको योगदानलाई आज पनि याद गरिन्छ। अहमदाबाद म्युनिसिपालिटीको प्रमुखका रूपमा उनको कार्यकाल पनि ऐतिहासिक रहेको थियो।
उनले स्वच्छता अनि सुशासनलाई सर्वोच्च प्राथमिकता दिए। उपप्रधानमन्त्री अनि गृहमन्त्रीका रूपमा उनको योगदानका लागि हामी सदैव उनको ऋणी रहनेछौँ। साथीहरू, सरदार पटेलले भारतको ब्युरोक्रेटिक फ्रेमवर्कको बलियो आधार पनि राखे। देशको एकता अनि अखण्डताको निम्ति उनले अद्वितीय प्रयास गरे। मेरो तपाईहरू सबैलाई आग्रह छ, 31 अक्टोबरको दिन सरदार साहबको जयन्तीमा देशभरि हुने रन फर युनिटीमा तपाईँ अवश्य सामेल हुनुहोला र एक्लै होइन, सबैलाई साथमा लिएर। एक प्रकारले युवा चेतनाको यो अवसर बन्नुपर्नेछ। एकताको दौड, एकतालाई यसले बल प्रदान गर्नेछ। यो ती महान विभूतिप्रति हाम्रो साँचो श्रद्धाञ्जली हो जसले भारतलाई एकताको सूत्रमा बाँधे। मेरा प्यारा देशवासीहरू, चियाका साथ मेरो नाता त तपाईहरू सबैलाई थाहा छ, तर आज मैले सोचे मन की बातमा किन कफीमाथि चर्चा नगर्ने त। तपाईहरूलाई थाहा छ होला, बितेको साल हामीले मन की बातमा आराकु कफीमाथि कुरा गरेका थियौँ। केही समय अघि ओडिसाको कयौं मानिसले मलाई कोरापुट कफी बारे पनि आफ्नो भावना साझा गरे। उनीहरूले मलाई पत्र लेखेर मन की बातमा कोरापुट कफी बारे पनि चर्चा गर्ने आग्रह गरे। साथीहरू, मलाई कोरापुट कफीको स्वाद गजबको हुन्छ भन्ने बताइएको छ र यति मात्र होइन, स्वाद त स्वाद, कफीको खेतीले पनि मानिसहरूलाई फाइदा पुर्याइरहेको छ। कोरापुटमा केही मानिस यस्ता पनि छन् जसले आफ्नो प्यासनका रूपमा कफीको खेती गरिरहेका छन्। कर्पोरेट वर्ल्डमा राम्रो नोकरी गर्थे, तर कफीलाई कतिसम्म मन पराउँथे भने यस फिल्डमा आए र अहिले सफलताका साथ यसमा काम गरिरहेका छन्। यस्ता कयौं महिला पनि छन् जसको जीवनमा कफीका कारण सुखद परिवर्तन आएको छ। कफीबाट उनीहरूले सम्मान अनि समृद्धि दुवै हासिल गरे। साँच्चै नै भनिएको छ, कोरापुट कफी अत्यन्त सुस्वादु, एहा ओडिसार गौरव। कर्पोरेट कफी इज ट्रुली डिलेक्टेबल, दिस इन्डिड इज द प्राइड अफ ओडिसा। साथीहरू, संसारभरि भारतको कफी धेरै लोकप्रिय भइरहेको छ। चाहे कर्नाटकमा चिकमङ्गलुरु, कुर्ग वा हसन होस्, तमिलनाडुमा पुलोनी, सेवरोय, नीलगिरी र अन्नामलाईको इलाका होस्, कर्नाटक तमिलनाडु सीमामा विलिगिरी क्षेत्र होस् वा केरलमा वाइनाड, त्रावणकोर अनि मालाबारको इलाका, भारतको कफीको डाइभर्सिटी यसै कारण पनि बन्दछ। मलाई हाम्रो नर्थ इस्टमा पनि कफी कल्टिभेसनमा अघि बढिरहेको छ भन्ने बताइएको छ। यसबाट भारतीय कफीको पहिचान विश्वभरि अझ बलियो बनेर गइरहेको छ। तब त कफी मन पराउनेहरू भन्ने गर्छन्, इन्डियाज कफी इज कफी एट इट्स फाइनेस्ट, इट इज ब्रेउड इन इन्डिया एन्ड लभड बाई द वर्ल्ड। मेरा प्यारा देशवासीहरू, अब मन की बातमा एउटा यस्तो विषयको कुरा जुन हाम्रो हृदयको अति नै नजिक छ। यो विषय हो हाम्रो राष्ट्रगीतको। भारतको राष्ट्रगीत अर्थात् वन्दे मातरम, एउटा यस्तो गीत जसको पहिलो शब्दले नै हाम्रो हृदयमा भावनाको उफान ल्याउने गर्दछ। वन्दे मातरम, यस एउटा शब्दमा कति धेरै भाव छ, कति ऊर्जा छ। सहज भावमा यसले हामीलाई माँ भारतको वात्सल्यको अनुभव गराउँदछ। यसैले हामीलाई माँ भारतको सन्तानका रूपमा आफ्नो दायित्वको बोध गराउँदछ। यदि कठिनाईको समय आइपरे वन्दे मातरमको उद्घोषले 140 करोड भारतीयलाई एकताको ऊर्जाले भरिदिन्छ। साथीहरू, राष्ट्रभक्ति, माँ भारतीसँग प्रेम यदि यो शब्दहरूदेखि परको भावना हो भने वन्दे मातरम त्यस अमूर्त भावनालाई साकार स्वर दिने गीत हो। यसको रचना बंकिम चन्द्र चट्टोपाध्यायजीले युगौंको गुलामीबाट शिथिल भइसकेको भारतमा नयाँ प्राण फुक्नका लागि गरेका थिए। वन्दे मातरम भलै 19औं शताब्दीमा लेखिएको भए तापनि यसको भावना भारतको हजारौं वर्ष पुराना अमर चेतनासँग जोडिएको थियो। वेदहरूले जुन भावलाई माता भूमि पुत्रम अहम पृथिव्याय अर्थात् अर्थ इज द मदर एन्ड आई एम हर चाइल्ड भनेर भारतीय सभ्यताको जग राखेको थियो, बंकिम चन्द्रजीले वन्दे मातरम लेखेर मातृभूमि अनि यसका सन्तानको त्यस नाताको भावलाई विश्वमा एउटा मन्त्रका रूपमा बाँधिदिएका थिए। साथीहरू, तपाईहरूले सोचिरहनु भएको होला, मैले अचानक वन्दे मातरमको यति धेरै कुरा किन गरिरहेको छु। वास्तवमा केही दिनपछि 7 नोभेम्बरको दिन वन्दे मातरमको 150औं वर्षको उत्सवमा प्रवेश गर्न गइरहेका छौं। 150 वर्ष अघि वन्दे मातरमको रचना गरिएको थियो र 1896 मा गुरुदेव रवीन्द्रनाथ टेगोरले पहिलो पटक यसलाई गाएका थिए।
साथीहरू, वन्दे मातरमको गीतमा करोडौं देशवासीले सधैँ राष्ट्रप्रेमको अपार उफान महसुस गरेका छन्। हाम्रो पिँढीले वन्दे मातरमको शब्दमा भारतको एउटा जीवन्त अनि भव्य स्वरूपको दर्शन गरेका छन्। सुजलम सुफलम मलयज शीतलम शस्य श्यामलम मातरम वन्दे मातरम। हामीले यस्तै भारत बनाउनु पर्नेछ। वन्दे मातरम हाम्रो यिनै प्रयासमा सधैँ हाम्रो प्रेरणा बन्नेछ। यसैले हामी वन्दे मातरमको 150 वर्षलाई पनि यादगार बनाउनु पर्नेछ। आउने पिँढीका लागि यो संस्कार सरितालाई हामीले अघि बढाउनु पर्नेछ। आउने समयमा वन्दे मातरमसँग जोडिएका कयौं कार्यक्रम हुनेछन्, देशमा कयौं आयोजना हुनेछ। म चाहन्छु हामी सबै देशवासीले वन्दे मातरमको गौरवगानका लागि स्वतःस्फूर्त भावनाले पनि प्रयास गर्नुपर्नेछ। तपाईहरूले आफ्नो सुझाव #वन्दे मातरम 150 का साथ अवश्य पठाउनुहोला। #वन्दे मातरम 150। मलाई तपाईहरूको सुझावको प्रतीक्षा रहनेछ र हामी सबै यस अवसरलाई ऐतिहासिक बनाउनका लागि काम गर्नेछौँ। मेरा प्यारा देशवासीहरू, संस्कृतको नाम सुन्ने बित्तिकै हाम्रो मन मस्तिष्कमा आउँछ हाम्रो धर्मग्रन्थ, वेद, उपनिषद, पुराण, शास्त्र, प्राचीन ज्ञान विज्ञान, अध्यात्म अनि दर्शन। तर एक समय यी सबैका साथसाथ संस्कृत संवादको पनि भाषा थियो। त्यस युगमा अध्ययन अनि शोध संस्कृतमा नै गरिन्थ्यो। नाट्य मञ्चन पनि संस्कृतमै हुन्थ्यो। तर दुर्भाग्यले गर्दा गुलामीको कालखण्डमा र स्वतन्त्रतापछि पनि संस्कृत लगातार अपेक्षाको शिकार भयो। यसै कारण युवा पिँढीमा संस्कृतप्रति आकर्षण पनि घट्दै गयो। तर साथीहरू, अब समय बदलिरहेको छ र संस्कृतको पनि समय बदलिरहेको छ। संस्कृति अनि सोसियल मिडियाको संसारले संस्कृतलाई नयाँ प्राणवायु दिएको छ। हालका दिनमा कयौं युवाले संस्कृतलाई लिएर अति नै रोचक काम गरिरहेका छन्। तपाईले सोसियल मिडियामा गएर हेरे यस्ता कयौं रिल्स देखिन्छ जहाँ कयौं युवा संस्कृतमा अनि संस्कृतका बारेमा कुरा गरिरहेका देखिन्छन्। कयौं मानिसले आफ्नो सोसियल मिडिया च्यानलको माध्यमद्वारा संस्कृत सिकाइ पनि रहेका छन्। यस्तै एकजना युवा कन्टेन्ट क्रिएटर छन्, भाइ यश सालुङ्के। यसको खास कुरा के छ भने उनी कन्टेन्ट क्रिएटरका साथ क्रिकेटर पनि हुन्। संस्कृतमा कुरा गर्दै क्रिकेट खेलेको उनको रिल्स मानिसहरूले धेरै मन पराइरहेका छन्। तपाई पनि सुन्नुहोस्। पश्यतु अहम कथम क्रीडामि। देवराज सेव्यमान पावनाङ्घ्रि पङ्कजं ज्ञानयज्ञ सूत्रमिन्दु शेखरं कृपाकरम्। प्रातः नूतनं कन्दुकं गृह्णातु। नारदादि योगी वृन्दवन्दितं दिगम्बरम्। इमं कन्दुकं सावधानेन पश्य चषटकाय ताडय। आशिकापुराधिनाद कालभैरवं भजे, कालभैरवं भजे। साथीहरू, कमला अनि जान्वी यी दुई दिदी बहिनीको काम पनि शानदार छ। यी दुई दिदी बहिनीले अध्यात्म, दर्शन अनि संगीतमाथि कन्टेन्ट बनाउँछन्। इन्स्टाग्राममा एकजना अर्को युवाको च्यानल पनि छ, संस्कृत छात्रोहम। यस च्यानललाई चलाउने युवा साथीले संस्कृतसँग जोडिएका जानकारी दिन्छन् र संस्कृतमा हाँस परिहासको भिडियो पनि बनाउँछन्। युवाहरूले संस्कृतमा यो भिडियो पनि धेरै मन पराउँछन्। तपाईहरूमध्ये कयौं साथीले समष्टिको भिडियोज पनि हेर्नुभएको होला। समष्टिले संस्कृतमा आफ्नो गीतलाई अलग अलग तरिकाले प्रस्तुत गर्छन्। एकजना अर्का युवा पनि छन्, भावेश भीमनाथनी। भावेशले संस्कृत श्लोक, आध्यात्मिक दर्शन अनि सिद्धान्तबारे कुरा गर्छन्। साथीहरू, भाषा कुनै पनि सभ्यताको मूल्य अनि परम्पराको वाहक हुन्छ। संस्कृतले त्यो कर्तव्य हजारौं वर्षसम्म निर्वाह गर्यो। अब संस्कृतका लागि केही युवाले आफ्नो कर्तव्य निर्वाह गरिरहेको देख्नु पाउनु सुखद कुरा हो। मेरा प्यारा देशवासीहरू, अब म तपाईहरूलाई फ्ल्यासब्याकमा लिएर जान चाहन्छु। तपाईहरू कल्पना गर्नुहोस् 20औं शताब्दीको सुरुवाती कालखण्ड। तब टाढा टाढासम्म स्वतन्त्रताको कुनै आशा देखिँदैनथ्यो। पूरा भारतमा अंग्रेजहरूले शोषणको सबै सीमा पार गरेका थिए र त्यस समय हैदराबादका देशभक्त मानिसहरूका लागि दमनको समय अरू बढी भयावह थियो। उनीहरू क्रूर अनि निर्दयी निजामको अत्याचार पनि झेल्न बाध्य थिए। गरिब, वञ्चित अनि आदिवासी समुदायमाथि त अत्याचारको कुनै सीमा नै थिएन।
उनीहरूको जमिन खोसिन्थ्यो, साथै भारी ट्याक्स पनि लगाइन्थ्यो। यदि उनीहरूले त्यस अन्यायको विरोध गरे उनीहरूको हात काट्ने गरिन्थ्यो। साथीहरू, त्यस्तो कठिन समयमा करिब 20 सालका एक नौजवान त्यस अन्यायका विरुद्ध खडा भए। आज एउटा खास कारणले गर्दा मैले ती नौजवानको चर्चा गरिरहेको छु। उनको नाम बताउन अघि म उनको वीरताबारे बताउन चाहन्छु। साथीहरू, त्यस समय जब निजामका विरुद्ध एक शब्द बोल्नु पनि अपराध मानिन्थ्यो, ती नौजवानले सिद्दिकी नामका निजामका एकजना अधिकारीलाई खुल्ला चुनौती दिएका थिए। निजामले सिद्दिकीलाई किसानहरूको फसल जफ्त गर्न पठाएका थिए, तर अत्याचारका विरुद्ध यस सङ्घर्षमा ती नौजवानले सिद्दिकीको हत्या गरिदिए। पक्राउ पर्नबाट जोगिन पनि उनी सफल रहे। निजामको अत्याचारी पुलिसबाट बाँच्दै ती नौजवान त्यहाँदेखि सैकडौँ किलोमिटर टाढा आसाम पुगे। साथीहरू, मैले जुन महान विभूतिको चर्चा गरिरहेको छु उनको नाम हो कोमरम भीम। हालै 22 अक्टोबरको दिन उनको जन्म जयन्ती मनाइयो। कोमरम भीमको आयु धेरै लामो रहेन। उनी केवल 40 वर्षसम्म जीवित रहे। तर आफ्नो जीवनकालमा उनले अनगन्ती मानिस र विशेष गरी आदिवासी समाजको हृदयमा अमेट छाप छोडे। उनले निजामका विरुद्ध सङ्घर्ष गरिरहेका मानिसहरूमा नयाँ ताकत भरे। उनी आफ्नो रणनीतिक कौशलका लागि पनि जानिन्थे। निजामको सत्ताका लागि उनी धेरै ठूलो चुनौती बनेका थिए। 1940मा निजामका मानिसहरूले उनको हत्या गरेका थिए। युवाहरूलाई मेरो आग्रह छ उनका बारेमा धेरैभन्दा धेरै जान्ने प्रयास गर्नुहोस्। कोमरम भीमकी नावी नम्र निवाली आयन प्रज्वल हृदयाल्लो एपिटिकी निलिची उन्टारू अर्थात् माई हम्बल ट्रिब्युट्स टु कोमरम भीमजी, ही रिमेन्स फर एभर इन द हार्ट्स अफ पिपल। साथीहरू, आगामी महिना 15 तारिकको दिन हामी जनजातीय गौरव दिवस मनाउनेछौँ। यो भगवान बिरसा मुण्डाजीको जयन्तीको सुअवसर हो। म भगवान बिरसा मुण्डाजीलाई श्रद्धापूर्वक नमन गर्न चाहन्छु। देशको स्वतन्त्रताका लागि, आदिवासी समुदायको अधिकारका लागि उनले जुन काम गरे त्यो अतुलनीय छ। मेरो निम्ति सौभाग्यको कुरा हो मैले झारखण्डमा भगवान बिरसा मुण्डाजीको गाउँ उलीहातु जाने अवसर पाएँ। मैले त्यहाँको माटोको टीका लगाएर प्रणाम गरेको थिएँ। भगवान बिरसा मुण्डाजी अनि कोमरम भीमजी जस्तै हाम्रा आदिवासी समुदायमा कयौं अन्य विभूतिहरू थिए। मेरो आग्रह छ उनीहरूका बारेमा अवश्य पढ्नुहोला। मेरा प्यारा देशवासीहरू, मन की बातका लागि तपाईहरूले पठाउनु भएको धेरै धेरै सन्देश मैले पाउने गर्छु। कयौं मानिसले ती सन्देशमा आफ्नो वरिपरिका प्रतिभाशाली व्यक्तिहरूबारे चर्चा गर्छन्। मलाई पढेर धेरै खुसी लाग्छ कि हाम्रा ससाना सहर, कस्बा, गाउँहरूमा पनि इनोभेटिभ आइडियाजमाथि काम भइरहेका छन्। यदि तपाईहरूले पनि त्यस्ता व्यक्ति वा समूहलाई जान्नुहुन्छ जो सेवाको भावनाले समाजलाई बदल्न जुटेका छन्, मलाई अवश्य बताउनुहोला। मलाई तपाईहरूको सन्देशको सधैँझै प्रतीक्षा रहिरहनेछ। आउँदो महिना हामी मन की बातको अर्को एपिसोडमा भेट्नेछौँ। केही नयाँ विषयका साथ भेट्नेछौँ। तबसम्मका लागि बिदा लिन चाहन्छु। तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद। नमस्कार।